सबै भाइ बहिनीलाई ज्यामसिकी सबै आरामै सन्चै हुनुहुन्छ भन्ने आशा छ। मेरो यो वचन सानो वचन यो मेरो तपाईँकामा पुगेको छ भनेपछि यो वचनलाई सुनिदिनु होला र मलाई कमेन्ट गर्नुहोला कि यो वचनमा कुनै भुल या गल्ती छ भनेपछि म त्यो गल्तीलाई सुधार्न सकौँला। अरू म बाइबलदेखि बाहिर गएर कुनै पनि चिजको म तपाईँहरूलाई शिक्षा दिन चाहन्न। धन्यवाद छ तपाईँ सबैहरूलाई यो वचनको लागि जो तपाईँहरूले सुनिदिनुहुन्छ होला। र म यहाँ यूहन्नाको 8 पदको 2 पढ्नेछु, जहाँ कि लेखिएको छ कि बिहानै यीशु मन्दिरतर्फ फर्कनु भयो। सबै मानिसहरू यीशु कहाँ आए। यीशु बस्नु भयो र तिनीहरूलाई शिक्षा दिनुभयो। त्यस समयमा के घटना भयो त्यहाँ थाहा छ? तपाईँहरूले वचन यूहन्नाको 8 को 2 देखि लगेर 11 सम्म पढ्न सक्नुहुन्छ। त्यहाँ स्पष्ट लेखिएको छ यो वचन है, पढ्न सक्नुहुन्छ तपाईँहरू फुर्सदमा या टाइम भएको समयमा पढ्नुहोस् यो वचनलाई। राम्रो छ, एकदम सुन्दर वचन छ यो है। तर उहाँ जब यीशु मन्दिर उहाँ बस्नु भएको समयमा त्यहाँ फरिसीहरू मानिसहरूले उहाँ एकजना स्त्रीलाई ल्याएर आएको थिए, जो स्त्री व्यभिचार गर्ने समयमा त्यहाँ समातिएर त्यो स्त्रीलाई ल्याएर त्यहाँ आएको थिए। तर तिनीहरूले त्यहाँ त्यसलाई ढुङ्गा मुढा गरेर मार्न खोजिरहेको थिए। तर उनी व्यक्तिहरू कस्ता थिए भनेपछि उनी व्यक्तिहरू थिए व्यवस्थामा विश्वास गर्ने व्यक्ति थिए। तर प्रभु यीशु मसीहमा विश्वास गर्दैनथे उनीहरूले। र तपाईँहरू हेर्दै जानु होला वचनमा 11 सम्म पढ्नुहोस्। तपाईँ 11 सम्म पढेपछि तपाईँलाई थाहा लागिहाल्छ। यूहन्नाको 8 पदको 2 देखि 11 सम्म अगर तपाईँ एकबाट पढ्नुहुन्छ भने धेरै राम्रो छ है। त्यस समयमा यीशु पनि त्यसै ठाउँमा हुनुहुन्थ्यो र जब उहाँलाई थाहा लाग्यो कि त्यहाँ एउटा स्त्रीलाई दण्ड दिँदै गर्दा प्रभु यीशु मसीह पनि त्यहीँ हुनुहुन्थ्यो। तर फरिसीहरू कस्ता व्यक्ति थियो भनेपछि यीशु मसीहले कुनै चिज गलत शब्द बोलोस् र हामी त्यसलाई दण्ड दिउँ भन्नेतर्फ तिनीहरू थिए त्यहाँ होइन। जब तिनीहरूले यीशुलाई सोधे कि हे गुरुज्यू, मुसाको व्यवस्थाले भन्छ कि यसलाई हामी ढुङ्गा हानेर मारिदिउँ होइन। तर प्रभु यीशु मसीहले त्यहाँ केही जवाब दिनु भएन। चुप्प लाग्नुभयो र जमिनमा बस्नुभयो र आफ्नो हातको उङ्लीले त्यहाँ केही चिजहरू लेख्दै जानुभयो होइन। तर हामी त्यहाँ बुझ्छौँ कि त्यहाँ डाइरेक्ट कसैले हामीलाई के भन्छ